आज चाहिँ हामी परिवार सहित हङकङको सेन्ट्रल फेरीबाट जिन्सासुईसम्मको यात्रा ब्लू बसमा चढेर सरर लागिरहेको छौँ। करिब हाम्रो यात्रा 90 मिनेटको हुनेछ। यसरी हाम्रो यात्रा हेर्दै हामी ठाउँबाट आउनुभएको पुलिसहरू सहित त्यसरी यात्रा गरिरहेको छौँ। गाइजहरू तपाईँहरू पनि आउन सक्नुहुनेछ। यो बस चाहिँ हाम्रो सेन्ट्रल फेरीमा लाग्छ। त्यहाँबाट चाहिँ हामी विभिन्न ठाउँमा चाहिँ यो बस जाँदैछ। तर हाम्रो यात्रा चाहिँ जिन्सासुई फेरी सिटी बसमा सवारी गर्दैछौँ। साथ दिन्छ नि भन्ने आशा छ। अलिक यो आकाशमा बादलहरू मुडारिएको छ, पानी पर्ने छ, तर पनि हेरौँ पानी नपरोस् भन्ने हामी कामना गर्दै यसरी हाम्रो यात्रा लागेको छौँ। हामी अब नेपाली गीत पानी पर्ला हुन्छ। कति राम्रो दृश्यहरू हेर्नुहोस् त। मेरो छोरी कान्छी छोरी नचली बस्नुहोस्, लडिएला है लडिएला। हेलो छोरी। लाग्यो है साथीहरू, तपाईँ पनि आउनु होला हङकङ सहर हेर्न। लाग्छ र आकाश सुने बिल्डिङहरू हेर्नुहोस् त हङकङमा। आजको यात्रा हाम्रो जिन्सासुईसम्मको हुनेछ। ल है गाइजहरू, हङकङ सहर हेर्न लाग्छ रहर। बाटो घाटो कति सफा, छेउमा समुद्र। मनोरम दृश्य, बिल्डिङहरूको दृश्य हेर्नुहोस् है। ओहो लाग्यो है। अब हामी टनलभित्र छिर्यौँ, घरको टनलभित्र गाइजहरू। है लाग्यो। है हामी
सँगै हेलो छोरी, हेलो, कस्तो लाग्यो आजको यात्रा? अति रमाइलो भयो परिवार सहित। Đấy ông अहिले टनलमा छौँ साथीहरू। अब टनलबाट निस्किने बेला भयो। ओहो, बाहिर निस्किँदा त अलिकति बादल लागिरहेको छ, पानी पर्ने सम्भावना देखिँदैछ। अब हामी पुगिसकेका छौँ।